हुँदै जाँदा हाम्रो यहाँ सेन मिखाजीसँग भेटघाट भयो। उहाँ चाहिँ एकदम हेर्ने कथामा भाइरल हुनुभएको मान्छे। बाजेले आज गेम जित्नु भएकोमा यो भाले उपलब्ध गराउनु भएको छ। हामी दिक्तल पुग्नु पर्ने तपाईहरु सिक्तल है हामी सिक्तल तपाईहरु दिक्तल हामी दिक्तल ल हजुर हस् हस् बाँदर हिँड्ने भित्रमा हिँड्दा कस्तो लागिरहेछ। हेलो गाइज, आज चाहिँ हाम्रो यात्रा खोटाङको साकेला गाउँपालिका त भन्ज्याङ बजारसम्मको छ र यो चाहिँ अन्तिम साकेला बजार पनि हो। त्यो भएको कारणले यो असारको समयमा त्यो बजार घुम्नको लागि अब हामी तयार परेका छौँ। अब जाँदैछौँ श्रीमती जिउरामा। अहिले चाहिँ हामी बाटो लागिसकेको स्थिति गाउँबाट मकैबारी दर्याम भने जस्तो हिँड्नुपर्ने हुन्छ। यात्रा जारी छ। खल पसिना आइरहेको छ। अरू साथीहरू चाहिँ थुप्रै गाउँको लगभग गएको छ भन्ने सुन्नमा आएछ। अरूहरू चाहिँ गइसक्यो। माथि बाटोमा पर्खिरहेछ अरे हामीलाई। अब हामी चाहिँ अलिक अबेर हिँड्यो। हिँड्नु पनि सकिँदैन खास, अलिक बानी कम छ हिँड्ने। त्यो भएको कारणले श्रीमती र म चाहिँ बिस्तारै उकालो लागिरहेछौँ है गाइस। अब यो अन्तिम साकेला हो। यो हाम्रो भोजपुर खोटाङ र यता धनकुटातिरको लगभग अन्तिम नै होला यो। किनभने यो साकेला बाहेक अरू मैले अन्तिम देखेको छैन। बजार भरिएको छैन। यो चाहिँ असारमा लाग्छ। जो पानीले बिताउँछ भन्ने पनि मलाई डर लागिरहेको छ आज। अहिले चाहिँ मेरो गाउँ सिरानमा आइसकेको छ। यो चाहिँ हामी बाल्यकालमा बस्ने चौतारा स्कुल जाँदा खुब यो चौतारामा बिसाइन्थ्यो। यस्तो ठाडो उकालो हिँड्नुपर्ने हुन्छ। यहाँदेखि उता चाहिँ मेरो गाउँ हो। अब यो जङ्गलले देखिँदै छैन। आहा, यात्रा अगाडि बढ्दैछ है गाइस। यता हो कता हिँडेको? मेरो बुढीले चाहिँ बाटै चिन्दै छैन। गाउँतिर पो जानु खोज्दैछ त। पानी पर्दैछ गाइस। छाता ओढेर हिँड्दैछ है। यस्तो छ स्थिति। र यसरी खली भएर हिँड्दैछ। के गर्नु गाइस, बुढाबुढीको यात्रा यस्तो छ। अरू साथीहरूलाई पर्खिन भनेको मान्दैन। हेलो कविन्द्र दाई, के धमाधम हो? चिन्नु भएन मलाई? मान्छेलाई सोधेको, अस्ति चिन्दिनँ भन। हेलो गाइज, यस्तो छ बाटो। चिप्लो छ। पानी परिरहेछ जमजम। बादल लागिरहेछ। अहिले पुगिने हो। लगभग 2 बजीतिर पुगिन्छ कि भन्ने आशा छ। कतिको मजा हुँदैछ बुढी? रहर गरेपछि यस्तो रहर गरेपछि त गाह्रै छ नि होइन बुढी? यति लामो बाटो हुन्छ। यति लामो एक छेउ पनि भएको छैन। 4 भागको 1 भाग चाहिँ हिँड्ने होला। म उकालोमा हिँड्दा चाहिँ अब कहिले पनि आउँदिनँ। हो अब चाहिँ हामी गोगने र लेखर्काको सिमाना आइसक्यौँ। होइन पारी। अब यहाँ पर सिरुवानी खोला भन्ने छ। सिरुवानी खोला तरेर टक्क हामी उकालो लाग्छौँ। अनि त्यस पछाडि यो खोलादेखि उतापट्टि चाहिँ हाम्रो लेखर्का गाविस पर्छ। टेम्केमैङ गाउँपालिका वडा नम्बर
9 अहिले चाहिँ हामी 8 को भूभागमा छौँ। यो ठ्याक्कै खोल्सा यो बादल लागेको भूभागहरू चाहिँ 9 नम्बर वडा पर्छ है त गाइस। अनि यो 9 नम्बर वडा काटिसके पछाडि लेखरको गाविस काटिसके पछाडि चाहिँ साबीको लेखरको गाविस जुन काटे पछाडि हामी खोटाङको साकेला गाउँपालिका प्रवेश गर्छौँ। साकेला गाउँपालिका को तावा भन्ज्याङ भन्ने स्थानमा चाहिँ वर्षकै अन्तिम साकेला त्यहाँ आज नाच्नेछौँ। त्यहाँको दृश्यहरू म तपाईँलाई देखाउँछु कस्तो हुन्छ। तपाईँले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला है त गाइज। यो चाहिँ भन्छ सिरवानी खोला। अब यो पानी नपरेको बेलामा चाहिँ यस्तै कमिला पनि तर्न सक्छ, तर यो बाढी आउँदाखेरि चाहिँ यसले धेरै क्षति गर्छ। यसले धेरै चाहिँ नै वस्तु भाउहरू मान्छे शुद्ध यो खोलाले चाहिँ ज्यान लिएको स्थिति छ। यो खरे खोला भन्छ यस्तोलाई चाहिँ यही पाहाडको गाइस। अब हामी रोड उकालो लाग्दैछौँ। बाइकमा आउनु पर्थेछ भन्ने बुढीको चाहिँ माग थियो। अब फेरि भरे अब यस्तो बाटोमा कथम कदाचित पानी परिहाल्यो भनेदेखि गाह्रो हुन्छ। त्यो भएको कारणले पैदलै हिँडेर आइयो। बाइकमा कति हिँड्नु भन्ने पनि भयो, कहिलेकाहीँ त एक्सर्साइज होस् भन्ने हिसाबले पनि यसो गरिँदैछ है त गाइस। अहिले चाहिँ हामी राउते भन्ने गाउँ आइपुग्यो। मेरो श्रीमती हिँड्नै सक्दै छैनन्। ल अगाडि हिँड। के गरेर आई डोन्ट नो। हिँड्नु नसकेर म अगाडि लाग्छु पनि हुँदैन। माथि गइसक्नु भएछ नि बाजे त। सर्टकट नै सुन्नुभएछ परबाट। यहाँ माथि एकजना बाजे हामीभन्दा पछाडि हुनुहुन्थ्यो। भरै चाहिँ नै सर्टकट उकालो निस्केर माथि पुगिसक्नु भएछ। त पर्खिँदै गर्नु लगाएको छौँ हामीले। सायद पर्खिँदै हुनुहुन्छ होला। ऊभो ठाडो ननस्टप उकालो। यी बाइक त चिप्पाल्दै हिँडेको छ, के राम्रो भन्नु। ओह्रालोमा त लडियो भने खुट्टा भाँचिन्छ नि त बुढी। त्यस्तो हो नि त। राउते गाउँ निकै सुन्दर छ। माथि पर्खिराख्नु भएको रहेछ बाजेले। बिरालोले बाटो काट्यो है बुढी। कोदोको बिउ छर्याएर छ यहाँनिर बनाउँदै रहेछ यस्तो लेकमा। यहाँ माथि हामीलाई बाजेले पर्खिराख्नु भएको छ। हन कताबाट छिर्नु भयो बाजे? जोस गाडीबाट निस्किनु भयो? कतिको जोस गाडी छ? तल पर्खिरहेको छौँ हामी चाहिँ रातो घर माथिल्लोपट्टि। त्यो रातो घर माथि हामी त बसेर पर्ख्यौँ नि त तपाईँलाई। कैलाश बाजे र सञ्जित दाई पनि यहाँ माथि छ अरे। यहाँ माथि पर्खिनु आएको मैले, म बाटो चिन्दिनँ भनेर। म त बाइकबाट मात्र हिँड्ने बानी कि, अनि त्यो बाटै चिनिनँ क्या। सर्टकट बाटै चिनिनँ। पानी खाऊँ न हौ कतै बसेर। यो घरमा छैन? माथि जाउँ नि त। तपाईँ भात खाएर हिँड्नु भएको? हामी पनि त भात खाएर हिँडेको नि हिँड्नु त।
ए यो घर चाहिँ सम्झिनु हुँदै थियो होइन नि यहाँ माथि पर्खिनु भएको रहेछ त्यहीतिर लाग्यो गाइस यो कसको घर हो यहाँ पसेर पानी खाने कुरो भयो धमी रहेछ लास्ट फोर छ अन्त खायो तिर्खा लाग्यो ल जाउँ बन्द गरिदेऊ न लेट्स मुभ ओके दादा ए टिम निकै भेटिसक्यो है ल अब चाहिँ बाटो पनि चिनिने भयो यात्रा रमाइलो पनि हुने भयो गाइस हैट बाटो त लास्टै डेन्जर भएको रहेछ बाढी आएर यस्तो बाटो निस्किँदैछौँ गाइस हामी पुरानो बाटो यहाँ थियो पुरानै बाटो हिँड्ने भनेर आइयो भिरै भिर पो परियो त नयाँ बाटो सायद यतापट्टिबाट बनायो होला मेरी बुढीले पनि कष्ट गर्दैछन् बाँदर हिँड्ने भित्रमा हिँड्दा कस्तो लागिरहेछ यस्तो बाटोबाट हिँडै मचियो कि है यस्तो झरजङ्गल छ भिरै भिर छ अब चाहिँ डेन्जर जुगा लाग्छ है अब जुका लाग्ने सम्भावना तीव्र छ कस्तो खालको बाटो हो यो बाटो त लास्ट मजाको छैन हैन हिँड न हिँड डेरो छ कता हो बाटो सेलाइसक्यो के गर्नु आउँथ्यौ होइन होला यता उदो यस्तो बाटोमा नि हिँडाइ परेर के गर्नु बजार हिँडेको विद्युत बालेर यो बाटो त हिँड्दैन रहेछ नि त अहिले खास मान्छे यस्तोमा तिमी एक्लै हिँड्नु पर्यो भने के हुन्छ अब चाहिँ झोर जङ्गलको बाटो क्रस भएर अब चाहिँ राम्रो बाटो भेट्यो है
चाहिँ गोरेटो बाटो भेट्यो। यस्तो जङ्गल काटेर आइयो। हामी चाहिँ हिँड्नु नसकेर हैरान, साथीहरूले पनि छोडेर गइसके। अझै जङ्गलको बाटो निकै छ, माथि डाँडा पुगेपछि मात्र जङ्गल सकिन्छ गाइस। त्यस पछाडि चाहिँ एकदमै चौराउँछ, रमाइलो ठाउँ छ। तपाईँलाई म देखाउने छु, हेर्दै जानु होला है त। अब चाहिँ हामी लगभग लेखको गाउँघर प्रवेश गरिसकिएको छ। यहाँनिर हाम्रै 9 नम्बर लेखर्काको वडाध्यक्षज्यूको घर हो यो रातो चाहिँ। यो घर हो वडाध्यक्षज्यूको। यसलाई चाहिँ चिकुवा गाउँ भन्छ गाइस है। वडाध्यक्षज्यूहरू बजार गइसक्नु होला, सायद त्यतै भेट होला। अब चाहिँ हामी लगभग लेक साइड आइसक्यौँ। पानधारे भन्ने स्थान, यो चाहिँ पानधारे विद्यालय हो। हजुर, अब चाहिँ निकै सुन्दर दृश्यहरू देख्न सक्छौँ हामी। यो चाहिँ पानधारे भन्छौँ हामी। यहाँ अगाडि 5वटा धारा छ। अब चाहिँ हामी पानधारे भन्ने स्थान आइसक्यौँ। यहाँ पर देखिँदै गरेको सानो झुप्राहरू चाहिँ बजार हो। यो 10 गते र 25 गते बृहत ठुलो बजार लाग्दछ। देख्न सक्नुहुन्छ एकदम सुन्दर फाँटिलो चौरहरू, आँखाले नभ्याइन्जेलसम्म चौरहरू छ यहाँनिर। अब यो चाहिँ सानो झुप्रुक्क यहाँनिर घरहरू छ। यहाँनिर चाहिँ केही तातो चिसोहरू खान पाउँछ, खाजा नास्ताहरू। सायद हाम्रो टोलीहरू यहाँ पसेको होला, कता खाजा नास्तामा पसेको भन्दै थियो। ए हाम्रो टोलीहरू चाहिँ यता पसिसक्नु भएको छ। ल अब हामी चाहिँ यहाँबाट चियापान थोरै बहुत गऱ्यो, अनि अब हामी बाटो लाग्दैछौँ। अब साकेला नाच्ने ठाउँ चाहिँ यहाँ पारिपट्टि पर्छ। ल अब यो चाहिँ पानधारे भन्ने चाहिँ यो हो। खास पहिला यहाँनिर अर्ग्यानिक धारा थियो, अहिले चाहिँ यहाँनिर स्थानीय तहहरूले बजेट विनियोजन गरेर यो चाहिँ यसरी निर्माण गरिएको छ। 5वटा धारा छ। यहीँबाट यसको नाम चाहिँ पानधारे रहेको। यहाँ प्रशस्त माछा, अर्ग्यानिक माछा पालेको छ। 5वटा धारा भएको कारणले यसको नाम पानधारे रहेको। अब चाहिँ धेरै भइसक्यो टोलीहरू। हाम्रो गाउँको अधिकांश टोलीहरू छ, अनि मास्तिरको साथीहरू हुन्छ। नयाँ भवन निर्मित भइरहेको रहेछ, सायद के भवन हो। यो खास के भवन बन्दै गरेको हो? यो पनि थाहा भएन हामीलाई। के सङ्ग्रहालय हो कि हो? बन्नु चाहिँ धेरै राम्रो बनेको रहेछ है। हो, यो त अब चाहिँ हामी देख्न सक्छ एकदम राम्रो भ्यू। यो चाहिँ तपाईँको बजार लाग्ने ठाउँ हो। एकदम सुन्दर भ्यू छ। तल्लो देखिएको चिकुवा गाउँ हो। देख्न सक्नुहुन्छ एकदमै राम्रो भ्यू छ है। पर्यटकीय गन्तव्य यहाँ परबाट मुन्दुम पदमार्गको
चाहिँ सुरुवाती बिन्दु छ यहाँ परबाट। यही हो मुन्दुम पदमार्गको एउटा सुरुवाती बिन्दु। म तपाईँलाई त्यो पनि देखाउने छु। अहिले चाहिँ हामी ठ्याक्कै यो भोजपुर र खोटाङको सिमानामा आइसकेका छौँ। अब यो देखिएको यो बोर्डमा पनि लेखेको छ, यो यतापट्टि चाहिँ टेम्केमन गाउँपालिका भोजपुर पऱ्यो भनेदेखि यहाँदेखि ठ्याक्कै उतापट्टि चाहिँ साकेला गाउँपालिका खोटाङ पर्दछ। ल अब हामी चाहिँ साकेला गाउँपालिकातिर प्रवेश गरिसक्यौँ। अब यहाँबाट लगभग 1-1.5 किलोमिटर पर चाहिँ हाम्रो अन्तिम साकेला लाग्ने स्थान आइपुग्छ। त्यहाँको गतिविधिहरू हामी देखाउनेछौँ। यसरी गाडी रिजर्भ गरेर मान्छेहरू आउँछ, मोटरसाइकलहरू प्रशस्त। पारी देखिएको सानो झुप्रुकको बस्ती चाहिँ खोटाङको सोलमा भन्छ। हाम्रो यात्रा कठिन भए तापनि जेउस अब यता आइसके पछाडि चाहिँ छुट्टै मनोहर, छुट्टै खालको आनन्द महसुस हुन्छ। तपाईँहरू पनि भिजिट गर्नुभएको छैन भने यो क्षेत्रमा आएर भिजिट गर्न सक्नुहुनेछ। बर्खाको समयमा पनि आज मौसमले अत्याधिक साथ दिइराखेको स्थिति छ। यो अहिले चाहिँ बादल लागेर अलिक डिस्टर्ब गरिरहेको छ यो भ्यूमा। खास चाहिँ अब यो उपत्यका नै छ। अब यसमा पहिला एकपटक कृत्रिम पोखरी बनाउने भनेर यहाँ डिपिआर पनि भएको हो, तर बिचमा अब यसलाई डिपिआरलाई कम्प्लिट गर्न सकेको स्थिति छैन। यो एकदमै चारैतिर पहाडले घेरिएको क्षेत्र, एकदम राम्रो उपत्यकाको रूपमा हामी यहाँ लिन सक्छौँ। पर्यटकीय गन्तव्यको रूपमा हामी लिन सक्छौँ। हामी देख्न सक्छौँ यहाँनिर धेरै मानिसहरू चाहिँ अब साकेलाको लागि अगाडि बढिराख्नु भएको छ। कोही बाइकबाट, कोही गाडीबाट। यतातिर मास्तिर चाहिँ चियाहरू रोपिएको छ। यो चियाहरूले केही समय पछाडि राम्रो उत्पादन दिन्छ होला सायद। यो भोजपुरबाट यता आइसके पछाडि यो एउटा पर्यटकीय गन्तव्यको रूपमा हामी लिन सक्छौँ यो क्षेत्रलाई। बाटो हिलाम्मे छ। अब चाहिँ धरधरी पानी पर्न थाल्यो गाइज है। अब यस्तै हो बर्खाको मौसम। पनि हिँडिराखिएको छ, सवारी साधनहरू यसरी अगाडि बढाइराखेको छ। बाटो चिप्लो छ, बाइकहरूको हालत गाह्रो छ। बर्खाको समय यस्तै हुन्। हेर्नुहोस् त गाई यस्तो अप्ठ्यारोमा यो गाडीले चिप्लोमा आस्ते 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 बादलले छपक्कै छोपेको छ। अहिले चाहिँ हामी खास मेला लाग्ने स्थान आइसकेका छौँ। सवारी साधनहरू पार्क भएको देख्न सक्नुहुन्छ, तर पानी परेर अलिकति डिस्टर्बेन्स भइराखेको छ। अब यो बादल पनि लाग्यो। अब यतापट्टि हो बजार लाग्ने एरिया चाहिँ देख्न सक्नुहुन्छ, तर यो अलिकति बादलले डिस्टर्ब गरिराखेको स्थिति छ। छातै छाताको सहर देखिएको छ गाइस। पहाडमा त सवारी साधन यति साह्रो हुन थाल्यो होइन बाजे?
बिचमा हामी हिँड्दैछौँ हिँड बुढी अगाडि बजार चाहिँ ठुलो लाग्छ यहाँनिर बर्खाकै समय भए पनि खोटाङ भोजपुर लगायतका सबै भेला हुने ठाउँ हो यहाँ चाहिँ त्यो भएको हिसाबले बजार बृहतै लाग्छ भनौँ यस्तो छ तर अलिकति बादल लागेर समस्या भइरहेछ भ्यू देख्नको लागि अलिक मुस्किल परिरहेछ अब चाहिँ हामी बजार प्रवेश गरिसक्यौँ गाइस आजको मेला हेरौँ अब यहाँको स्थिति कस्तो हुन्छ यस्तो छ साकेलाहरू अगाडिबाट हुन्छ बाजे पहिराको टोली रहेछ खाजा खानाको लागि होटलहरूको सुविधा पनि छ चाहिँ हाम्रो गाउँको टोलीहरू रहेछ के छ टोलीहरूको ओहो मजा रहेछ के छ जीवनमा चाहिँ कति बेला तपाईँ 10 बजे नै होइन पर्खिनु भएन अनि फोन सम्पर्क गर्नु पर्छ नि त हो यो चाहिँ गिलास ढलाइ गेम रहेछ ए 1 सेट टिकट लिएर 500 पाउने खुट्टाले हान्नु पर्ने ए लडेन एउटा बाँकी रह्यो सबै लडाउनु पर्यो होइन एकजनाले मात्र लडाएछ धेर पातलो लाग्छ के ठिक रहेछ भनाइ नै बाङ्गो सबै ढलाएन कान्छाले
ल अलिअलि मौसम खुलिसकेको अवस्था छ तल बृहत बजार लागिरहेको छ हाम्रो गाउँतिरको टोलीहरू यता हुनुहुन्छ ल हाम्रोतिरको टोलीहरू चाहिँ यहाँ हुनुहुन्छ जे होस् ड्रेसमै आउनु भएको रहेछ सबैजना म मात्रै ड्रेस लाइन छु यही डाँडामै ठिक थियो होला नाच्नु त अब हाम्रो पनि सुरु भइसकेको छ गाइस यहाँनिर यो चाहिँ अन्य अर्काको प्रस्तुति हामी अब हेर्छौँ जाँदा हाम्रो यहाँ सेन मिखाजीसँग भेटघाट भयो उहाँ चाहिँ एकदम हेर्ने कथामा भाइरल हुनुभएको मान्छे के भयो अरे सेन मिखाजी अलिकति भनिदिनु त नुन पनि लागेन भुटुन पनि लागेन बोजू एउटा बियर दिनु न बियर कत्रो गाली गरेको त नि हैन चिप्ली गर्ने त्यो हार्बिराको चिप्लो लागेन नुन भुटुन सबै तल पछि तपाईको पनि रहेछ नि साह्रो छ त भुटाइ पनि उयो है भुटाइ त 3 दिन भइसक्यो खरिएको अब चाहिँ मौसम एकदम राम्रो खुल्ला भइसकेको छ
मौसम पूर्ण रूपमा खुल्ला भइसक्यो। यहाँ चाहिँ जादु देखाइरहेको स्थिति रहेछ। बल्ल बल्ल पक्रिने मान्छे पाइरहेको छु। एक बन्छु हल्का लिन्छ, दुई बन्छु चल्छ, तिन बन्छु चौध बन्छ। जाउँ बाजे। हाम्रो नाच बढो कि बढेन? बढिहाल्छ नि। अहिले त्यो नाची चाहिँ राख्नु पर्छ क्या त्यहाँ। हाम्रो कहाँ पो थियो? ए नाच बढेछ नि हाम्रो पनि। के हो सिन्डी त राम्रो कति धेरै हुनु छ अहिले कोही हुनु अलिकति कस्तो राम्रो डाँडा कस्तो राम्रो खोल्यो है कोमा कस्तो राम्रो आयो क्या
एकछिन नाचगान सकेपछि एकपटक प्रकृतिको काखमा पनि बसौँ भन्ने हिसाब हो। साह्रै सुन्दर छ यो उपत्यका। ओहो लु खोइ कैलाश बाजे। ओहो गतिलो गतिलो परेछ त। हो रहेछ। कैलाश बाजे लु बधाई छ तपाईँलाई। दुईटा मात्र पार्नु भएछ होइन? लु हार्दिक बधाई छ है तपाईँलाई। अब के गरौँ त यही खुसियालीमा? यो खुसीलालीमा एउटा यो सबैभन्दा ठुलो चाहिँ पार्टी जान्छ, कहाँ जाने कहाँ गर्ने भन्ने कुरा भयो। लु अब कसो कसो पारेर मिलाउनु पर्ने हो। एकैचोटि दुईटा? दुईचोटि ए दुईचोटिमा दुईटा? डेढ सयको त चाहिँ भाले पलास भाले रहेछ। के हो तपाईँ चाहिँ हुडिङ मात्रै? तपाईँ चाहिँ हुडिङ लाउने मात्रै हो? धेरै हजुर खेलिसक्यो। अब अहिले चाहिँ हाम्रो गाउँले बाजे र मामा भिड्दै हुनुहुन्छ। तपाईँको नम्बर कति मामा? होइन होइन यहाँ चाहिँ अहिले चाहिँ 15 हो। ए 15 हो। कैलाशमा चाहिँ कति नम्बर हो? 14। ए 14 र 15 मा? ल ठिक छ। ए अब ऊ त भालेको लागि हो नि त? ह्याट्रिक हान्दिनु 3टा? हानिहालेको नि। दुईटा भाले चाहिँ जितिसक्नु भएको छ। अब अर्को पनि पर्यो भने 3टामा प्रवेश गर्ने पक्षमा हुनुहुन्छ होइन? ल कलर एका कलर ए काम भएन। कहाँ कोमाको घर? घर कता? यो हो हाम्रो नाता ए हो। भाले पनि पारिएको छ। अब यो भाले लगेर ट्याक्क खाने हो। बुढो छिर्नु भयो? यो चाहिँ खुल्ला भएको छ कि छैन? यो चाहिँ प्याक नै हो अहिलेसम्म? ल गाइस अब हामी चाहिँ अगाडि बढ्यौँ। अब हामी फर्किने पक्षमा छौँ। ल है नाता हजुरहरू ल हस् हजुर। हामी दिक्कल पुग्नु पर्ने, तपाईहरु सिक्तल है। हामी सिक्तल तपाईहरु दिक्तल। ल हजुर हस् हस्। ल ल अब हामी अगाडि बढिसकेका छौँ ताह भन्ज्याङ भन्ने क्षेत्रबाट। बाटो हिलामे छ। यहाँ भाले पारियो 200 मारे। यता हाम्रो बाजेले पार्नु भएको रहेछ। ल कतिमा काट्नु भयो? 300 दिन्छु म। हुन्न? हुन्छ।
यो भाले नै बोक्ने यो भाले भाइरल भयो बाजे बाजे यो भाइरल भयो कि सोधेर मलाई भइरहन्छ ल अब हामी यो बजारबाट बिदा भयो अधिकांश मान्छेहरू लागिसक्नुभयो अब हामी पनि अब यो ठाउँ छोडेर लाग्दैछौँ है त गाइज अब हाम्रो चाहिँ टेम्केमयङ गाउँपालिका प्रवेश गरियो है अब यो चाहिँ हाम्रो बुढी नै थपेपछि त मैले पनि थप्नु पर्यो होला है थप त ए हो अब हामीले यहाँ थप्यौँ त्योभन्दा अडियो नि त होइन बाजे अलिक ठुलो थपेको त लडिहाल्छ बादल ढुस्स लागेको छ हाम्रो दुईटा भाले पारेर कैलाश बाजे आज हर्षित हुनुहुन्छ होइन बाजे के छ बाजेको भाले चाहिँ यहाँ मैले बोकेको छु यता देखाउनु त कत्रो ठुलो छ यो आज लगेर पार्टी हुन्छ हाम्रो अर्को चाहिँ कोसँग छ बाजे बाजेले आज गेम जित्नु भएकोमा यो भाले उपलब्ध गराउनु भएको छ होइन बाजे अर्को चाहिँ कसलाई दिनुभयो साँच्ची उसलाई बोजूलाई चैना बोजूलाई होइन तोपो लगेर बनाउँदै गर्छ नि फेरि बाजेले भन्दै हुनुहुन्थ्यो सानो ठुलो चाहिँ के अरे खाने सानो चाहिँ घर पुऱ्याइदिनु भन्दै हुन्थ्यो होइन फेरि त्यो कमाले अर्को बुझेर फेरि बनाउँदिन भन्नुहुँदैछ यता लगेर